अनि पहिले त होइन अरूलाई त यस्तो गर्न जाँदा पनि सोधिदिएर मात्रै जानुपर्थ्यो अरे म त कुदिराख्नुपर्छ तलमाथि त्यही भएर म चाहिँ सोधिरहेको छु। हेलो गाइज वेलकम इन माई ब्लग। फर्स्ट अफ अल त सबैजनालाई थ्याङ्क यू सो मच। अनि धेरै समय भयो म भ्लगमा जोडिन पाएको थिएन। एज अ मिनी भ्लग प्लस सर्ट भ्लगहरू चाहिँ हजुरहरूलाई मैले दिइरहेको थिएँ, लङ भ्लग चाहिँ दिन सकेको छुइनँ। रिजन एउटै थियो, किनभने म एकदम धेरै काम गर्नुपर्ने भयो होइन। अनि म चाहिँ अहिले जागिर खान थालिसकेर छु। म चाहिँ अहिले जागिर पनि खाँदैछु। जागिर चाहिँ मेरो यहीँ हो, यहीँनिर ट्याक्क यता त्यता कम्प्युटर चलाउने ओर्ने त नभनौँ, मान्छे हाँस्छन्। त्यही भुइँमा पोचा सोचा लगाउने ओर्ने काम छ। अनि 8-10 तलाएको छ यो, तलदेखि माथिसम्म पोचा लगाउनुपर्छ, गलेर हुरुक्कै हुन्छ। अनि यहाँ घरिघरि सेल्सम्यानमा आउँदाखेरि चाहिँ कपडा खोलेर अलिक राम्रा लगाएर आउनुपर्छ भन्छन् र अनि म अलिक राम्रा लगाएर आएको। अनि यता त्यता यो फ्रिज बेच्न लगाउँछन् है। अब यो मलाई फ्रिजको के पाइन्छ भाइ, यो फ्रिज किनेर के हुन्छ भनौँ भने सामान राख्न पाइन्छ भनिदिन्छ। मलाई अरू केही थाहा छैन, जे थाहा छ त्यही हो भन्ने। अनि यसका फिचर्सहरू के हुन् भनौँ भने फ्युचर राम्रो छ भाइ भनिदिन्छु म कस्टमरलाई। अनि गाली गर्छन् कस्टमरले, अनि सरले पनि गाली गर्छन्। कहिलेकाहीँ त गाली खाएर दिक्क लाग्छ। हप्ता दिन जति भयो काम गरेको कामै गर्न मन लाग्दैन, गाली नै मात्रै खाइन्छ। यताहरूले पनि गाली गर्छन्, उताहरूले पनि गाली गर्छन्। अनि यो छैन यो अनि एकजना कस्टमरले क्या अस्ति आएर मलाई सोधे होइन, यो क्या हो भाइ भनेको, कफी बनाउने हो भने कसरी बनिन्छ भनेको छिचेर भनिदिएको। यस्तो रिसाएनमा लास्ट चाहिँ बिच्किराख्नुला भने अनि त्यस पछाडि कराउँछन् भनेर हप्ताले मात्रै टोइलेटमा गएर लुकेँ। अनि सरले बोलाउँदै थिएँ, सर मलाई नङ टोइलेट आइरहेको छ है भने एकछिन। अनि त्यसपछि कस्टमर गयो अनि बल्ल निक्ल्यो। साबुन बेच्न मुस्किल पर्ने रहेछ, साह्रै मुस्किल भक्क लाग्दैन। अनि यी यस्ता फ्रिजको दाम कति हो भाइ आउँछन् होइन, कस्टमर सिधै आउँछन्। अनि त्यस पछाडि टक आउँछन्। अनि भाइ यो फ्रिजको दाम कति हो भन्छन्। अनि त्यसपछि बल्ल त्यो खोजेर हेरो अनि यति हो भन्यो। अनि फेरि अब यति बल्ल भनेको छ भने बुझ्नु नि, अर्कोको पनि प्राइस भन भन्छन्, अर्कोको पनि प्राइस भन भन्छन्। अनि त्यसपछि दिक्क लगाउँछन्, दिक्क। अनि त्यो प्राइस त भन होइन, ठिक छ 8-10 वटाको प्राइस भनौँ, अब त एउटा न एउटा त लान्छन् होला भनौँ। महँगो रहेछ यहाँ त भन्छन्, अनि फर्केर जान्छन्। त्यो अवस्थामा कस्तो हुन्छ ल तपाईँहरू भन्नु त मलाई कतिसम्म परेको होला। त्यो कस्तो फिल हुन्छ कमेन्टमा गर्नु, काम गर्ने मान्छे हुनुहुन्छ भने। अनि यस्तै छ यहाँ। फेरि यो भुइँ यस्तो छ नि, यो भुइँमा एउटा झिँगा बस्यो भने साउले गएर टाउकोमा टिटिल कुट्ने गरिहाल्छन्। यहाँ झिगो आउनु हुँदैन अरे, हेर्नु बर्खाको बेला छ, कहाँ जाउँ त झिगा यहाँ नआएर अब भन्छन्, झिगा आउनु हुँदैन। के दुःख हुँदो रहेछ काम गर्न, राम्रो साह्रै दुःख हो। अनि यहाँ एउटा काले दाइ छ होइन, भिडियो खिच्ने दाइ हो क्या, मजाले भिडियो पनि भिडियो खिच्ने यस्तो राम्रो बनाउँछ नि भिडियोमा, कसम भनेको सबैजना फिदा हुन्छ क्या। ओपर परबाट हेरिरहेका हुन्छन् कस्टमरहरू पनि आयो भने, त्यो दाइले भिडियो खिचेको चाहिँ किन हेर्दा रहेछन् भनेको दाइ कालो रहेछ, त्यही भएर हेर्दा क्या दाइलाई चाहिँ। अनि अहिले त्यसो सुन्यो भने मार्छ है, अलिक बिस्तारै बोलेको मार्छ त्यसले। अनि यस्तै छ है। अनि यो देख्नु पनि यो यस डब्लु हेरेर अनि खोजो खोजो भेटिँदैन। यस डब्लु खोजेर यसको प्राइस भन्नुपर्ने, यति समस्या छ। फेरि अक्षर यत्रा छन्, अक्षर चिने त मरिजाउँ। म चाहिँ माथि आँखा कम देख्छु, त्यो प्राइस लिस्ट हेर्नु पऱ्यो भने लास्टै समस्या। अनि अहिले चाहिँ फोटो खिचेर मोबाइलमा, अनि त्यसपछि त्यो प्राइस लिस्टलाई जुम गरेर अनि त्यसपछि टक्कै हेर्छु। अनि अलि चिन्न थालिरहेको छु। अनि आज बिहान बुढोले भेट भएको थियो, अनि बुढाले भन्दै थियो ल बाबु तिम्रो अलिकति इम्प्रुभ भएको छ है भने। म पनि खुसी भयो, गएर मलाई एउटा ड्युटीसँग खोलेर हानिदिइहालेँ, खुसी लाग्यो नि त त्यति भनेपछि। अनि यस्तै छ यो बाहिर हिँड्छन्, यो पनि यो टिप्छन् गुलिली पनि त हरानी भइसकेको छ मेरो त। अनि यहाँ सेक्रेटरी दाजु हुनुहुन्छ होइन, खाजा खान जानु पर्यो भने नि सोध्नु पर्दो रहेछ। उनीहरूलाई त यस्तो हान्न पर्यो भने पनि सोध्नु पर्ने, जे गर्नु। कसैको त अब चुरोट भोला खाने बानी हुन्छ नि, त्यो मान्छे सिक भयो सस्टियो, खाना पाए त मरिजाउँ, खाना पाउँदैन। अहिले म पनि पहिला त खान्थेँ, अहिले त छोड्दिनँ, खाना दिँदैन। राम्रो पक्ष भनेको त्यति नै मात्र छ। सेलरी सुन्नु भने छक्क पर्नुहुन्छ। कति छ सेलरी थाहा छ? जम्मा यति नै हो। गरी खान मुस्किल रहेछ कसैको होइन,
तपाईँहरूको कसैको पनि केही कन्सल्टेन्सीहरू छ मेन पावरहरू छ भने बरु मलाई खाडीतिर बेल्ची हान्न भयो भने पठाइदिनु न दाम त अलिकति आउँछ नि त त्यता भएर प्लिज ल सपोर्ट गरिदिनु यस्तै छ अनि आज अब यही हो बिहानै फेरि यस्तो क्लास गएँ 4 बजे उठेँ क्लास गएँ अनि 6 बजे ट्याक्कसँगले क्लास गएँ अनि 7 बजे आएँ भात सात पकाएँ भाँडासाँडा माझेँ अनि 9:30 बजे ठ्याक्कै आइपुगेँ अब 2:30 बजीतिर 3 बजीतिर खाजा खान जान्छु अनि फेरि आउँछु बेलुका 7 बजीतिर घर जान्छु खतरा खुद्रा पढ्छु सुत्छु यस्तै छ डेली ब्लग भोलि पनि तपाईँहरूलाई यही भिडियोमा देखाउँछु ल सबैजनाले चाहिँ मन पर्यो भने भिडियोलाई कमेन्ट गर्नु होला अनि त्यस पछाडि धेरै मन पर्यो भने एउटा सेयर गर्नु होला अनि ओभर औडा मन पर्यो भने एउटा लाइक गरिदिनु नत्र केही मन परेन भने हेरेर छोडिदिनु बाई बाई गाइज